गाइज अब रुखमा चढेर टक्क लाएर बेलुकी टिप्ने हुन्छ बेलुकीको रुख बहुत पाके यार बहुत चराले खान लाग्छ गुड माथि फलेछ कति पाके खानु लोल लोल ए हौसला लिएर आएछ नि हजुर हौसला त लिएर आएछ हाँगा किन काट्ने र फल्छ के अरे नि अर्को साल एकचोटि फल्यो भने हाँगै काटिदिने र फुपू यस्तो त गर्न भएन नि पाप होइन बहुत मिठो अब खै अलि पाकेको दिन्छु तपाईँको दाँत चाहिँ दाँत भात बेसी पाकेछ भने त फेरि अब हजुरलाई पाकेको मिठो लाग्छ कि हल्का काँचो मिठो लाग्छ भन्ने हो कि अब मिठो त हल्का हल्का लाग्थ्यो के अरे अब चराले खान्छ नि दाँत अनि मैले त अस्ति देखेको थिइनँ त एउटा टुपुनलाई हजुरको आँखा मेरो आँखै कमजोरी भयो कि केटा भएछ बहुत फल्ने अब बहुत म त केही देख्दिनँ है हेर्नु यस्तो गुलियो छ हेर्नु फुपू डोन्ट आस्क मिठो त बेसी मिठो छ यो सत्ता फल रहेछ हो अहिलेको त तर अझै भएको छैन खानु त लौ नि खाँदै साह्रो रहेछ यो ठिक छ यो ठिक रहेछ अझै अस्ति नै खाएको फिक त म त यहाँ खाइरहन्छु कहिले हो उयो फेछ नि डल्लो डल्लो फिक्कै यो फिक यो यहाँ रहेछ नि यस्तो मजाको जाऊ भनेको छैन भने यो बार बार्नलाई यस्तो कहिले हँसेको फ्रेस खाने हो क्या फुपू फ्रेस लगाइज टिप्यो टन्नै लै भुँडीभरि भयो रोक्नु गाइज पनि कसरी टिप्यो फुपू थाप्नु त फुपू नि आउनु पर्यो टिप्दा टिप्दै
ल भएर राखेर छु या यति भयो लाउनु हो ए प्यारी फुपू यहाँ हेर्नु त ए यहाँ हेर्नु ल फ्रेस खाने होइन अर्ग्यानिक अलि उ गरेर टिपिसक्यो काँचो तपाईँलाई थाहै थिएन चराले सब खाइदिइरहनु ठिक्क हो कि हो यस्तै हो बेलौती खाने यत्रो टिप्यो है कति छ थुप्रै रहेछ कि थुप्रै रहेछ न ल गाइजहरू ल अघि एउटा खाइसक्यो फेरि एउटा खाने अघि त्यहाँ टिपेर खाएको मैले साह्रो छ यो पहाइ फुपूको जग्गा यो फुपू घर यहाँ हामी बसेर खाइरहनु मिठो होइन गुलियो दाँत हुँदा त यस्तै हो क्या खाने त म घाँस काट्न आएको कुन घाँस के घाँस काटौँ केही छैन घाँस म त अपराधी त पुरै काटेर फाल्यो के फुल त्यही फाल्न आएको उहाँ के फुल हो बेलौती देख्यो अनि खाट टिप्नु लाग्यो बाख्रा खाने जस्तो थिएन तल झरेको देखेँ मैले पहिला उहाँ होइन झरेको नि अनि कहाँ रहेछ बेलौती भनेको त कति रहेछ तल तलदेखि एउटा टिप्न पऱ्यो भनेर लौरोल तानेर यहाँको खाएको त बहुत मिठो लाग्यो अनि त्यसपछि त छोड्न उन्न भने चढ्यो नि फुपूलाई नि लक लागिहाल्यो ट्याक्क बेलौती खाने तपाईँको आमा मुख लगाएर थियो मोतीबिन्दु लगाएर थियो यस्तै लुगा छ होइन मेरो आँखा त्यो यो जाडोमा अपरेसन गराइन्छ धमिलो भएको छ त मेरो आँखा म आँखै देख्दिनँ अपरेसन गरिहाल्नु यहीँ भएकोलाई भइरहेछ नि एक दिनमै हुन्छ दिलले यही गराउनु भन्थ्यो नि कहाँ काठमाडौँ यही ए भइरह ए के हो बुट लायन्स क्लबमा अँ लायन्स शाखा अस्पताल अँ लायन्स शाखा अस्पताल कहाँ हो त त्यो बुटल फुलबारी तल फुलबारी थोरै तल क्या ए कहाँ हो जहाँ गर्ने यहीँ गर्ने नेपालमा अनि बुटोल गर्ने क्या हजुरआमाले गरेर आउनु नि अहिले अलि देख्छु भन्नु मैले पनि एक त गरेको खोइ फेरि गर्ने धमिलो यही गऱ्यो नि मजा आयो अब जानु पर्यो यो आउँ काट्यो कुन माथिको ल कि यो काट्नु छ यो खान्न बाख्राले यो पनि काट्ने हो यो पनि काट्ने हो मिसाएर ल यसको पनि मोटो मोटो दाउरा जाने रहेछ कारण कतिको बलियो हुन्छ त्यही दाउरा जस्तै यो पनि ल गाइज ल हाम्रो च्यानललाई सब्सक्राइब गर्नु आज छुट्टीको दिन मस्त दिनभरि के गर्यो ल बेलौती खाइयो चिसो यो चिसो मौसममा चिसो बेलौती होइन मजा आयो ल भाइटामिन सीले आज हामी भरपुर भयौँ ल प्लिज सब्सक्राइब द च्यानल भन्नु त
के अरे प्लिज सब्सक्राइब द च्यानल प्लिज सब्सक्राइब प्लिज सब्सक्राइब द च्यानल सब्सक्राइब आवर आवर च्यानल च्यानल